Hello everyone. नमस्ते हजुर सबैजनालाई आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला है अनि म पनि एकदमै सन्चै छु अनि फेरि पनि तपाईहरु कहाँ नयाँ ब्लगको साथमा जोड्ने कोसिस गर्दै छु है मेरो आज चाहिँ यो हाम्रो अब गुम्बाको टोयलेट बनिँदैछ भनौं न हैन त्यो विषय लिएर चाहिँ अब सानो ब्लग बनाउने अनि तपाईहरु कहाँ पनि शेयर गर्ने भन्ने हिसाबले मैले जस्ट क्लिप स्टार्ट गरे है अन्त हाम्रो चाहिँ अब टोयलेट के कस्तो प्रकारले बनिँदैछ कस्तो हुँदैछ किनभने पहिला किचन पनि थिएन किचन अहिले मोटामोटी सकिसक्यो भनौं हैन अन्त टोयलेट बनिँदैछ त्यही ब्लग चाहिँ अब तपाईहरुलाई म शेयर गर्दै छु हेर्नुस् ल म अब तपाईहरुलाई त्यहाँ देखाउने जाँदै छु है आजदेखि काम सुरु भयो कति जना मान्छेहरु आयो हाम्रो गुम्बा कमिटीबाट के कस्तो अब कामहरु हुन्छ हैन त्यही नै तपाईहरुलाई देखाउने वाला छु जो कोहीले पनि मेरो भिडियो हेर्नुहुन्छ आशा छ मन पराइदिनुहुन्छ लाइक गरिदिनुहुन्छ हैन सब्स्क्राइब गरिदिनुहुन्छ होला मेरो च्यानललाई भन्दै चाहिँ आजको ब्लगलाई सुरु गर्दै छु हेरेर बस्दै गर्नुस् गाइस आजबाट चाहिँ हाम्रो गुम्बा है तपाईहरुले देखिरहनु भएको छ गुम्बाको टोयलेट बनिने काम सुरु भएको छ हैन अनि यहाँनिर चाहिँ टोयलेटको सेप्टिक ट्याङ्की हुँदैछ र एकदमै खुसी लागिरहेको छ आज सबैजना 10-12 जना भेला भएको छ हाम्रो गुम्बा कमिटीबाट हो अनि यहाँनिर चाहिँ सेप्टिक ट्याङ्कीको तयारी हुँदैछ दमादम किचन चाहिँ यहाँ भित्र रेडी भइसक्यो भनौं अलिकति अब यसलाई फिनिशिङ गर्नु छ पुटीहरु लगाएर हो हाम्रो गुम्बा भइगयो अनि अब म तपाईहरुलाई भित्र देखाउन लाँदैछु भित्र चाहिँ हाम्रो कुकिङ हुँदैछ यहाँ जति पनि काम गर्नेहरु हुनुहुन्छ हैन आसिङहरु दादाहरु जो पनि हुनुहुन्छ उहाँहरुको लागि सबैको लागि काम गर्नेको लागि खानापिना चाहिँ यता तयारी हुँदैछ हाम्रो किचनमा यहाँनिर चाहिँ हेलो नाना हेलो हाम्रो नानाले चाहिँ भेन्डी काट्नु हुँदैछ हो सब्जी भेन्डी आलु बनिने वाला छ हो हामी सबैजना गुम्बाकै कमिटीकै हामी सदस्यहरु हौ यहाँ चाहिँ दिदीले दाल भुट्नु हुँदैछ चुलामा हो अरु पनि हुनुहुन्छ अर्को नाना पनि हुनुहुन्छ खावादावा चाहिँ यसरी पाक्दैछ हाम्रो यहाँ सानो हैन ठुलो चुला भित्र ठुलो किचन भित्र यो अन्डा पकाउनु हुन्छ रे चामल यहाँ रेडी भएको छ यसरी एकदम खुसी लागिरहेको छ हैन न हाम्रो चाहिँ गुम्बाको टोयलेट बनिँदैछ दिदी चाहिँ मेन कुक चाहिँ आज यस्तै भयो आजको खावा दावा आजको किचन टोयलेटको आज सुरुको दिनमा हाम्रो खावादावा गुम्बाको खावादावा चाहिँ यस्तै हुँदैछ सादा सब्जी खाना दाल अलिक यहाँ दाल अलिक हाल्नु पर्ने रहेछ अलिक कमी रहेछ हजुर दाल आगो दाल हालिदिनुहोस् दाल हालेन है यता पनि हुने कुक चाहिँ छैन दाल दालको भाँडा दिनु यता कुकर दिनु कि म यहाँ राख्छु नि सबैजना आइसक्नु भएको हो होइन नि होइन छ नि है अझै हजुर अड्दैन किचनमा हाम्रो किचन यत्रै छ पानी लगाइ त भने सबैलाई पुग्यो पानी यति मात्रै त्यो अहिले चाहिँ फिलहाल चाहिँ आज चाहिँ यतै गर्नु हुँदै होला हौ काम हेरौँ त ए यता रहेछ नि त आधा उता चाहिँ ए यता चाहिँ कतिजना अझै 2, 4, 5, 6 जना रहेछ अझै खाडाल चाहिँ खुनिसकेछ अलमोस्ट आज हुनु त सुरु मात्रै हो स्टार्टिङ हो हैन हामीले यति एक्सपेक्ट गरेको थिएन सन्ताले मेसेज छोड्नुभएको थियो ग्रुपमा अनि आजदेखि चाहिँ गुम्बाको काम टोयलेटको काम सुरु गर्छ भनेर हैन तर धेरै नै आउनु भएछ 12-15 जना भेला भएछ एकदमै खुसी हो छिटो बनिसक्यो भनेदेखि चाहिँ झन् राम्रै हो किनभने अब बुद्ध जयन्तीमा चाहिँ तयारी गर्ने भन्ने चाहिँ हाम्रो सोच छ हो किनभने अब अहिलेदेखिको थातीमा थिएन हाम्रो टोयलेट छैन किचन थिएन हो
अनि किचन पनि अहिले चाहिँ नजिकमा आएर देखाउँदैछु तपाईँहरूलाई हो अन्त खाना चाहिँ यहाँ छ हो आँटेको छ मैले त जतिबाट आयो जतिबाट उयो गर्यो बिना चाहिँ खाना दिनु परिरहेको देख्छु त भाइ के हो त्यही मात्रै देखिरहेको छु त गएर यतिको भएछ कति बनिँदैछ बा देवल लाउँदा त सानै हुन्छ नि है अब चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ अब बाँकी बसेको चाहिँ हाम्रो सुधा रहेछ त त्यहाँ कस्तो चेपमा पसिरहनु भएको मैले देखेकै छुइनँ यहाँ रहेछ नि त सुधा म चाहिँ हाम्रो लेप्चा 4जना दाजुभाइ मात्रै छ के भनेर सोच्दै थिएँ यतिको भइसक्यो अब चाहिँ म जानु पऱ्यो उकालो म चाहिँ पकाइ तुलाइमा चाहिँ मेरो हात भएन किनभनेदेखि मलाई आज एकदम नुहाउनु पर्ने थियो हो तर मैले अलिकति यताउता चाहिँ हेल्प गरेँ त्यता सकेर चाहिँ म चाहिँ उता गएको हो अन्त अब आज त सायद सक्दैन बनिने हाल्नु त सक्दैन किनभने यहाँनिर पनि मिस्त्रीको काम चाहिँ हुँदैछ यहाँनिर चाहिँ बनिने हो खासमा चाहिँ टोइलेट चाहिँ हो यो चाहिँ अलिकति भाग छ यहाँनिर चाहिँ यसरी इँटा लाउँदैछ यहाँ पनि हो तर अब आज चाहिँ सक्नुको लागि त हो आज यति हाम्रो गुम्बा कमिटीबाट आउनु भएको छ होइन अब सायद भोलि कतिजनाहरू आउनुहुन्छ अन्त होप छिटै यो टोइलेट पनि बनिसक्छ भन्ने चाहिँ आशा छ हो आजको काम धन्दा खावादावा चाहिँ यस्तै चलिरहेको छ त लु गाइस आज चाहिँ हाम्रो खानापिना भइसक्यो हो अब जाने रहेछ हाम्रो हामीलाई चाहिँ केही गर्नु दिनुभएको छैन केही नगर्नु भन्नुहुँदैछ हो यहाँ 2जना म्याडमहरूले मैले चाहिँ गरेको छुइनँ थन्कमनको सकिएँ मैले चाहिँ होइन अनि यहाँ केटीहरूको काम चाहिँ यस्तो छ केटीहरूको काम चाहिँ यस्तो तपाईँ पनि धुइदिनु भएको अन्त नधुइदिनु भन्नुहुँदैछ उहाँले छोडिदिनु भन्नुहुँदैछ त छोडिदिनु न अन्त एकदमै बोल हो भन्ने छ नि एकदमै बोल म चाहिँ धुदिनँ अब मलाई त अघिदेखि काम पनि मिलेर गयो भने नि एउटा काम बनिन्छ के हो हजुर त्यो काम पनि मिलेर गर्नुपर्छ के हजुर काम सक्सेस हुन्छ हो नि एउटा मात्रै हात हेर्नु हुँदैन सबै मिलेर गरेको राम्रो नि त सही भन्नुभयो हजुरले यहाँ चाहिँ एउटा चाहिँ पाइप पक्रिने कहाँबाट आएको तिमी पानी भन्ने जग्गा ला पानी भराएको जस्तो छ ए हाम्रो केटीहरूको काम चाहिँ आज यस्तो भयो मेरो चाहिँ काम छैन मेरो चाहिँ काम छैन म चाहिँ काम आउँछ हल्लिनु मात्रै हो क्यारेटमा हालेको भाँडा ए आज हामी 4जना भयो केटीहरू भोलि पनि त हुन्छ होला है नाना कन्टिन्यू भयो भने त सकिहाल्छ के गर्नुपर्छ ढुङ्गा बोक्नुपर्छ भोलि हजुर गर्नुपर्छ भोलि छ काम त हुनु त के यहाँ चरा एउटा चरा काम चाहिँ यस्तो भयो यहाँ चाहिँ अब प्राय के अरे उयो ट्याङ्की खनिसकेकोले गर्दाखेरि आधा उद्धो चाहिँ हाम्रो परिवारहरू चाहिँ पर गयो पाण्डुपुरकोमा किनकि काम त्यति छैन ढुङ्गा नभएकोले गर्दाखेरि त्यति काम पनि नहुने रहेछ यता मिस्त्री काम चलिरहेको छ अब भोलि हुन्छ होला सायदै अहिले के हुन्छ सबै देखाउने छु तपाईहरुलाई अपडेट ओके हेलो गाइस हाम्रो चाहिँ नानाहरू सबैजना गइसक्नु भयो हो माथिको नानाहरू आउनुभएको थियो होइन अन्त म चाहिँ अब चिया बनाउँदैछु 3 बजीको 3 त नाग्यो हो 3:30 भएछ म किनकि खानासँग दिएर भाँडासँग खन गाएर चाहिँ अलिकति ढल्केको थियो हुस्सै निदाएछु हो मेरो चिया भएको चाहिँ यहाँनिर रमाउँदैछ अनि यहाँ बनिँदैछ चिया हो चिया लगेर जानु पर्यो गाइस
चिया बजार जान्छु है म चाहिँ मेरो काम चाहिँ आजको चिया बनाउनु त सबैजना गइसकेको जस्तो छ ढिलो भयो नि त अब एउटा लिनुहोस् न हजुर छिटो भएछ बुहारी चिया ल्याउनु 3 बजी दिनु पर्यो भनेको त 3:30 भएछ न सुतिछु कि गाइज अब चाहिँ म मेरो ब्लगलाई एन्ड गर्न गइरहेको छु है देखिहाल्नुभयो हजुरहरूले आजको क्लिप्सहरू त होइन हाम्रो चाहिँ गुम्बामा लाइक 30s घरहरू छ तर त्यति मान्छे त भेला भए नै भनौँ तर पनि अब हुनु चाहिँ त्यति बेसी कामहरू थिएन नि त आज लाइक ढुङ्गा मेन चाहिँ ढुङ्गा नभएकोले गर्दाखेरि सोलिङहरू लगाउने कामहरू चाहिँ भएन 2 जना मिस्त्रीहरू थियो यता टोइलेटको पनि बनिँदैछ यता सेफ्टी ट्याङ्क पनि खन्दैछ होइन अब आजको काम चाहिँ त्यति नै भयो होइन आज मैले तपाईँलाई त्यति नै देखाउन सकेँ त्यसले गर्दाखेरि मात्रै चाहिँ अब यो सानो मेमोरिज भनौँ या जे पनि भनौँ गुम्बाको निम्ति यो चाहिँ मैले अब क्लिप्स लिएको आजको लागि होइन आशा छ तपाईँहरूले हेर्नुहुन्छ होला अनि मन पराइदिनुहुन्छ होला भनेर होइन अनि आजको लागि चाहिँ यति नै ल गाइस बाई बाई सी यु इन द नेक्स्ट ब्लग